सबै साथीहरूलाई वेलकम छ मेरो नयाँ युट्युब च्यानल फार्मा रिभोल्युसनमा। आज चाहिँ म तपाईँहरूको लागि एकदमै इम्पोर्टेन्ट क्लासिफिकेसन लिएर आएको छु। यदि तपाईँ फार्मेसी लाइसेन्स इक्जाम प्रिपरेसन गरिरहनु भएको छ र अथवा कुनै चाहिँ प्रदेश अथवा सङ्घको लोकसेवा इक्जामको लागि प्रिपरेसन गरिरहनु भएको छ भनेपछि यो क्लासिफिकेसन चाहिँ तपाईँको लागि इम्पोर्टेन्ट हुनसक्छ। फर्स्ट चाहिँ हामीसँग एजोल छ। यो एजोलमा चाहिँ यसलाई फर्दर दुईवटा ब्रान्चमा चाहिँ क्लासिफाई गरिरहेको छ। एउटा छ इमिडाजोल र अर्को छ ट्रायाजोल। यसलाई चाहिँ हामीले कसरी मेमोराइज गर्न सक्छौँ भन्दाखेरि मैले आफूले युज गरेको ट्रिक चाहिँ जस्तो एजोल भनेर सम्झिनै पऱ्यो है। एजोल भनेर हामीले सम्झिनु पऱ्यो र एजोलको चाहिँ दुई दाजुभाइ छन् होइन। एउटा दाइको नाम चाहिँ के हो त इमिडाजोल र एजोलको भाइको नाम चाहिँ के हो त ट्रायाजोल। एजोल चाहिँ माइलो हो, दाइको नाम इमिडाजोल र भाइको नाम चाहिँ ट्रायाजोल भनेर सम्झिने है। अनि त्यसपछि इमिडाजोलको चाहिँ के छ त फेरि उसको एउटा छोरा एउटा छोरी छ अरे भनेर सम्झिने। छोरा चाहिँ के छ अरे एकदम पढ्नमा टपर छ अरे, त्यही भएर त्यसको नामै टपिकल राखिदियो। र छोरी चाहिँ एकदमै डिसिप्लिन छ, सिस्टममा हिँड्छ है, टाइममा घर आउँछ, टाइममा फर्कन्छ, त्यही भएर उसको नाम चाहिँ के राखिदियो सिस्टमिक राख्यो। अब यो टपिकललाई चाहिँ हामीले टपिकललाई फर्दर यहाँ कतिवटा ड्रग्सहरू छ त 1 2 3 4 चारवटा छ नि त। यसलाई हामीले चाहिँ कसरी मेमोराइज गर्ने त एउटा बिटमा मेमोराइज गर्ने प्रयास गरौँ है। कोल्ट्रिमाजोल, इकोनाजोल, मिकोनाजोल एन्ड अक्सिकोनाजोल। कोल्ट्रिमाजोल एन्ड इकोनाजोल, मिकोनाजोल एन्ड अक्सिकोनाजोल। कोल्ट्रिमाजोल, इकोनाजोल, मिकोनाजोल एन्ड अक्सिकोनाजोल भनेर चाहिँ यसरी टपिकलकोलाई चाहिँ हामीले यसरी मेमोराइज गर्न सक्छौँ। सिस्टममा चाहिँ के भन्दा सिस्टमको उसको छोरीको नाम के छ त सिस्टम थियो होइन, उसको चाहिँ के जन्म्यो त एउटा केटो जन्म्यो, त्यही भएर उसको नाम चाहिँ केटोकोनाजोल है। अनि अर्को भाइ चाहिँ के थियो त एकदम ट्राई गरिरहन्थ्यो नि त, उसले हरेक कुरा ट्राई गरिरहन्थ्यो है, जे कुरा पनि ट्राई गर्थ्यो तर सक्सेस भइरहेको थिएन। त्यसैले त्यसको नाम के थियो त ट्रायाजोल भनेर चाहिँ ट्रायाजोल थियो। उसले कतिचोटि ट्राई गर्यो त 5 चोटि ट्राई गर्यो कि FIV छ नि त, FIV 5 भनेर सम्झिने। एफबाट फ्लुकोनाजोल, आईबाट इट्राकोनाजोल र बीबाट बोरिकोनाजोल। र नेक्स्ट हामीसँग छ एलाइल एमाइन। अब यसलाई कसरी सम्झिन सकिन्छ भन्दाखेरि एकजना को छ त एमाइन भन्ने छ, त्यसले चाहिँ के गर्यो त भन्दाखेरि अल्लाहलाई पुकार्यो भनेर सम्झिने कि अल्लाह होइन, अल्लाह अकबर भन्छ नि त, मुस्लिम रहेछ क्या त्यो एमाइन होइन। अनि उसले चाहिँ के गर्यो त अल्लाह अकबर भनेर अल्लाहलाई सम्झ्यो भनेर अल्लाह एमाइन भनेर यसरी चाहिँ रिलेट गर्न सकिन्छ। र किन त्यसरी अल्लाहलाई पुकार्यो त भन्दाखेरि उसँग के रहेछ पैसा रहेनछ क्या, पैसा रहन्छ क्या, त्यो कलेजमा तिर्ने हुन्छ नि फाइन उसलाई लागेर चाहिँ उसको पैसा रहन्छ। अनि त्यसपछि उसले चाहिँ के गरिरहेछ त भन्दाखेरि बिनालाई तिर बिना फाइन, बिना मेरो फाइन त तिर भनेर तिर बिना फाइन भनिरहेछ भनेर यसरी टर बिना फाइन भनेर सम्झिन सकिन्छ है। अनि नेक्स्ट भनेको चाहिँ हामीसँग एन्टिबायोटिक छ। एन्टिबायोटिकमा पोलिन्स भनेर छ। अब एन्टीलाई चाहिँ हामीले अन्टी भनेर सम्झिने। अन्टीलाई केले पोल्यो त आगोले पोल्यो, पोलियोबाट पोलिन्स। अनि आगोले पोल्यो चाहिँ के गर्नु पऱ्यो हस्पिटल लगनलाई त बोलाउनु पऱ्यो नि त, टेम्पो बोलाउनु पऱ्यो, टेम्पोबाट एम्पोटेरिसिन बी। अनि टेम्पोमा चाहिँ के गर्दै हुनुहुन्थ्यो अरे अन्टीले नास्ता खाँदै हुनुहुन्थ्यो अरे, नास्ताबाट नेस्टाटिन। कसको नास्ता खाँदै हुनुहुन्थ्यो त हाम्रो भनेर एमाइसिन भनेर यसरी सम्झिने। अनि अर्को चाहिँ के छ इचिनो क्यान्डिन्स भनेर छ नि त, यसलाई चाहिँ हामीले क्यान्डिन्स भनेर मात्रै सम्झिने, चिनो क्यान्डिन्स भनेर सम्झिने। चिनो क्यान्डी, अब क्यान्डी किन्नलाई के चाहिन्छ पैसा चाहिन्छ, पैसा भनेको के हो त क्यास हो नि त, त्यही भएर क्यास पो चाहिन्छ त होइन, के चाहिन्छ क्यास पो चाहिन्छ भनेर क्यास पो फन्जिन। र त्यो क्यास चाहिँ अब चाहिन्छ भनेर चाहिँ एकदम माइकमा चाहिँ ठुलो आवाजले कराउनु पर्ने भयो भनेर चाहिँ माइकबाट चाहिँ मिका फन्जिन भनेर सम्झिन सकिन्छ। र अब अर्को हेटेरोसाइक्लिक बेन्जोफ्युरान छ, एउटा मात्रै छ ग्लिसोफुल्भिन, यो याद भइहाल्छ है। अनि अर्को छ टपिकल एजेन्ट। अब टपिकल एजेन्टमा चाहिँ हामीले के गर्न सक्छौँ त भन्दाखेरि अब यो टपिकल एजेन्टलाई सम्झिनको लागि चाहिँ 3टा मात्रै ड्रग छ है। बेन्जु भन्ने त अब एकजना केटीको नामलाई सम्झिने कि बेन्जु भन्ने केटीको थियो होइन, उसको चाहिँ के थियो अरे साइकल थियो होइन। साइकलमा चाहिँ ऊ के गरिरहेको थियो अरे भन्दाखेरि साइकलमा चाहिँ ब्युटी भएर हिँडिरहेको थियो अरे क्या, ब्युटी भएर हिँडिरहेको थियो अरे मेकअप सेकअप गरेर भनेर सम्झिने। बेन्जुबाट बेन्जोलिक एसिड अनि
के थियो साइक्लिन थियो, साइक्लिनबाट युनिडी साइक्लिन र ब्युटी थी भने चाहिँ ब्युटी न फाइन भनेर यसरी चाहिँ सम्झिन सकिन्छ है। दिस इज माई फर्स्ट भिडियो गाइज। सो केही तपाईँहरूलाई चाहिँ कमी कमजोरी लाग्यो भनेपछि चाहिँ कमेन्टमा भन्नु होला, म आफू सुधार्ने प्रयास गर्दछु। र केही कन्फ्युजन भयो भने पनि कमेन्ट गर्नु होला। धन्यवाद।